जीवन ज्ञान र अज्ञान बीचको एक माध्यम हो। नमस्कार दर्शकवृन्द, म बोल्दैछु कौशल श्रेष्ठ अनि यहाँहरू सम्पूर्णलाई कौशल श्रेष्ठ च्यानलमा हार्दिक स्वागत गर्दछु। नयाँ परिवेश र नयाँ कुरा सिकाउने उद्देश्यले यस भिडियो सामग्री लिएर उपस्थित भएको छु। यदि भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरी मसँग जोडिनुहुन्छ भन्ने आशा गर्दछु र हजुरहरूप्रति धेरै धेरै विश्वास गर्दछु। दर्शकवृन्द, जबकि कुनै पनि रुखले आफ्नो हाँगाहरूलाई जति उचाइमा पुर्याउनु छ त्यति नै आफ्नो जराहरू जमिनमा धस्किनु पर्ने हुन्छ। यद्यपि हाम्रो जीवनमा हामीले पनि जति आफूलाई सफल र उचाइमा पुर्याउनु छ त्यति नै त्याग, तपस्या, मिहिनेत, परिश्रम, सङ्घर्ष गर्नुपर्ने हुन्छ। त्यसैगरी दीर्घकालीन योजना जति देखिएको हुन्छ त्योभन्दा धेरै कठिन हुन्छ, किनकि समयसँगै मानिसहरूका लक्ष्य र इच्छाहरू बदलिन्छन्। त्यसैले हामीलाई दृढ इच्छाशक्ति, सङ्कल्पको महत्त्वपूर्ण आवश्यक हुन्छ। जबकि रुखहरूले आफूलाई हरियो हराभरा बनाउनका निम्ति स्वस्थ हावा, पानी, जमिन, सूर्यको महत्त्वपूर्ण भूमिका रहन्छ। सोही अनुरूप मानिस पनि सफल बन्नुमा आफूसँग नजिकै रहेका सकारात्मक सोच, हौसला, प्रेरणा, उत्साह, उमङ्गको साथै परिवेशको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। कुनै पल यी चौरहरूले सुक्खा खडेरी खेप्नुपर्छ त कहिले यी चौरमा हरियालीले छाउँछन्। त्यस्तै हाम्रो जीवनमा हमेसा उज्यालो मात्रै हुँदैन। कहिले दुःख त कहिले सुख, कहिले हाँसो त कहिले रोदन खेप्दै भोग्दै जीवनयापन गर्नुपर्छ। हामीले पनि हाम्रो वन जङ्गललाई संरक्षण गरी हराभरा राखौँ भन्दै आजको भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद।